राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लाउन हाम्रो नयाँ पुस्ता जाँदैन, गएको छैन, गएको होइन। हाम्रो जेएनजीले सिंहदरबार आगो लाउँदैन, संसदमा आगो लाउँदैन, होटलहरूमा आगो लाउँदैन। किन त्यस्तो घटना घट्यो त्यसका लागि आयोग बनेको छ, छानबिन गर्ला। म विश्वस्त छु छानबिन होला, त्यसले सत्य तथ्य अगाडि ल्याउला। किन त्यस्तो हो? अहिले एउटा हल्ला चलाइएको छ, केपी ओली भन्ने मान्छेहरूलाई भन्न लगाइएको छ, मलाई बन्दुक देऊ म हान्दिन्छु, मलाई तरबार देऊ म काट्दिन्छु, मलाई ड्रोन देऊ म ड्रोनबाट हान्दिन्छु, मलाई के देऊ म त्यसबाट चाहिँ केपी ओली मारिदिन्छु। यस्ता खालका आवेश उत्तेजनाहरू सिकाइएको छ र ती कुराहरू सघाउ र प्रसारण गरिएको छ। केपी ओली त आफै बालुवाटारमा के भइराखेको छ भनेर सोधेर बसिराखेको थियो। क्याजुअल्टी नहोस्, जीवधनको क्षति नहोस्, त्यही कामना गरेर त्यही कुरा भनेर बसिरहेको थियो। गोली चलो भनेको सुनेपछि गोली कसरी चलो, गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको छु। रबरको गोली मात्रै चल्या हो, अरू होइन, मैले जवाफ पाएँ। पछि मैले सुने 14 जनाको निधन भइसक्यो। कसरी 14 जना मारिए युवाहरू? मैले खोजेको छु। मैले सोधेँ कहाँ गोली लागेको छ, कसरी मरे त? टाउकामा, छातीमा। अनि खुट्टा त सुरक्षा फोर्सले त घुँडामुनि हान्ने चलन हुन्छ, घुँडामुनि हाने हुन्छ, कसरी टाउकामा गोली लाग्यो? म सोध्दैछु यस्तो किन भइराखेको छ, कसरी रोक्न सकिन्छ यस कुरालाई, म भन्दैछु। अनि म त्यो सदाशयताका साथ रक्तपात नहोस् देशमा, उल्कापात नहोस् देशमा, अप्रिय स्थिति नबनोस् देशमा भनेर म भनेको भनै गर्ने, सोचेको सोचै गर्ने। अनि जसले त्यो उपद्रव मचाउँछ तिनीहरूले केपी ओली दोषी भन्ने। त्यसै बेलुका मन्त्री परिषदको बैठक बसेर यो कसरी भयो यसको छानबिन गराउँछु, न्यायिक छानबिन गराउँछु, न्यायिक आयोग बनाएर छानबिन गराउँछु भनेको थिएँ। त्यति बेरै त आयोग बन्ने कुरा भएन। त्यति बेर त आयोगमा बस्ने मान्छेहरूसँग कुरा गर्नु पर्यो। अब त्यसभन्दा पछि मैले भोलिपल्ट 11 साढे 11 बजेतिर राजीनामा दिएँ। अघिल्ला दिनको दुर्घटना त भएकै थियो, भोलिपल्ट नहोस् भनेर मेरो धेरै प्रयास थियो। तर जब मेरो हातमा केही पनि रहेन भन्ने मैले थाहा पाएपछि मैले राजीनामा गरेँ।